लक्ष्मी नारायण लक्ष्मी यतातिर चाहिँ नारायण र यो आदि भाग चाहिँ लक्ष्मी भनेपछि चाहिँ अब तेल चलाउँदाखेरि चाहिँ लक्ष्मीको भागमा गयो भने चाहिँ केटी जन्मिने भयो अनि चाहिँ नारायणको भागमा गयो भने केटा जन्मिने भयो। त्यसपछि ल लक्ष्मी नारायणको मन्दिर ल दा यो मन्दिरको बारेमा विस्तृत चाहिँ हामीलाई चाहिँ जानकारी गराउनुहोस् न। त्यो भक्तपुरको लक्ष्मी नारायण अगाडि नै भन्नुहोस् न। लक्ष्मी नारायण भगवान् हो। जन्माउने बेलामा चाहिँ केही भयो भनेदेखि तेल ल्याएर तेल सुनाउँछ। दायाँबाट गयो भने छोरा दायाँबाट गयो छोरा। अनि कसरी थाहा हुन्छ हामीले दायाँबाट कति थाहा हुन्छ अब परम्परादेखि हामीले सुनेर आएको त्यहाँ अब त्यसले बारम्बार मान्छे आएर हिन्दू मान्छे आएर तेल सम्झेर चिसले चलाएर। अनि तपाईँको यसमा चाहिँ दायाँ र बायाँमा बगेपछि होइन छोरा र छोरी हुन्छ भनेर होइन अब धेरैको चाहिँ प्रमाणित भएको छ कि छैन? अहिलेसम्म त छ। छ। अहिलेसम्म त सबैले थाहा पाएको छ। अहिले गयो भने छोरो हो छोरा पाएको छ दायाँ गयो भने छोरा। हो अनि चाहिँ के छ भने यो बच्चा जन्मिँदाखेरि चाहिँ गाह्रो भयो भने तेल लगाउँदाखेरि चाहिँ सजिलो हुन्छ पनि भन्छन् हो र? त्यही भएर चाहिँ यहाँसम्म आएर ठाउँ ठाउँमा खोजी आएर यहाँ तेल खनाउँछ। ए आउँछ छिमीबाट पनि आइरहेको छ अहिले बर्मा नि त भक्तपुरबाट पनि सक्दैन। अनि यो के लक्ष्मी नारायण भनेको आदि लक्ष्मी आदि आदि केटा आदि केटी भन्नु ए ए ए ए। भनेपछि अहिलेसम्म चाहिँ मिलेको छ। अहिलेसम्म त ल हस् धन्यवाद। हस्पिटल त महिना ल हस् धन्यवाद। यो लक्ष्मी नारायण लक्ष्मी यतातिर चाहिँ नारायण र यो आदि भाग चाहिँ लक्ष्मी त्यसको कारणले यो देवताको नाम लक्ष्मी नारायण हो। यसमा चाहिँ यो जुन चाहिँ चक्र नारायणको भयो शङ्ख नारायण त्यसपछि घोडा पद्म त्यसरी चार हातमा यसरी दिएको छ भने अर्को यतातिर चाहिँ लक्ष्मी कसरी थाहा पाउनु भयो पूजा देखिन्छ। अनि त्यसपछि यहाँ यो पूजा भयो त्यसपछि यो चाहिँ सिनमु अनि यो चलाउने यसरी चाहिँ भनेपछि चाहिँ अब तेल चलाउँदाखेरि चाहिँ लक्ष्मीको भागमा गयो भने चाहिँ